हेर्नु गाइस इस्मी सुबित ब्लग हैन सबैजना सन्चै हुनुहुन्छ होला सो आज चाहिँ के हो भने चाहिँ आज चाहिँ के अरे हाम्रो कुलमा हुन्छ नि कुलकै पहिलो व्यक्ति हुनुहुन्छ कि उहाँ चाहिँ हजुरआमा उहाँको चाहिँ कुलकै पहिलो 84 के त्यो छ आज चाहिँ हैन त्यही भएर चाहिँ यसो कति अब क्याप्चर ठिक छ नि त ल गइदिउँ है सो अहिले चाहिँ हामी चाहिँ ठक्कलाएर निक्लिनु लाग्यो अहिले चाहिँ यहाँ घरमा त आज अहिले किन स्टार्ट आएर भन्नु होला त्यो घरमा त त्यस्तै सानो सानो हल्का त्यस्तै भइरहेको थियो अनि अहिले चाहिँ म चाहिँ यहाँ सिमको पुल सिमको कि पकेरको पुलबाट चाहिँ बनाएर छु हामी चाहिँ जानुपर्ने हुन्छ चियो माथिको गाउँमा जानुपर्ने हुन्छ है त्यहाँबाट जानुपर्ने हुन्छ सो अब ढिलो नगरिकन निक्लियौँ पूजा सुरु भइसकेको बिहानै बाटो हो भन्दै थिएँ लेट हानिराख हामी चाहिँ हामी चाहिँ बोल न बोल्छु अनि होइन सो फाइनली हामी चाहिँ अब 84 मा हिँडेको ल हिँडेको होइन निक्लेको क्यामेरा सुरु गरेको सुरु गरौँ हामी चाहिँ चाहिँ कता कम ए तल माइजू पर्ने हो हामी चाहिँ निक्लेको म भाइ अनि फुपू हुनुहुन्छ खै थाहा भएन पो अनि चाहिँ अब गएर हेरौँ कस्तो छ बोल्छु नि बोल्नु यहाँ दुई शब्द जाओस् न त बाबु 1-2 भन्नुलाई त्यही हो हामी चाहिँ अब चाहिँ अरू चाहिँ उयो गरेर देखाइदिन्छु म अहिले चाहिँ हामी चाहिँ 84 गर्ने घरदेखि ठ्याक्क तलतिर आइसकेका छौँ 84 गरेर आएको चाहिँ घर चाहिँ उहाँ माथितिर हो नि कस्तो फिल भइरहेको थियो नि तिमीलाई आज दाइसँग यसरी आज सो फाइनली यता ट्याउट यता ट्याउट आइरहेको छ गएर चाहिँ हामी चाहिँ आइसक्यौँ 84 गर्ने हजुर बाजे हजुर अङ्कल खै अहिले आउँछु भन्दै हुनुहुन्थ्यो गरे सुरु भइसक्यो छैन पो अहिले साथीसँग आउनु होला नि सुरु भइसक्यो नमस्कार बुसो अहिले हामी चाहिँ 84 गर्ने ठाउँमा आज यो 84 गर्ने ठाउँ चाहिँ तर्किराखा बजेको चाहिँ त्यस्तो देखियो होइन ढोका हजुर एकदम के भन्न मन छ ठिक छ ठिकै छ हेरौँ 84 भन्छ उहाँ हुनुहुन्छ बजे चाहिँ उहाँ उता हुनुहुन्छ बजे हामी चाहिँ यता बसेको मान्छेले डोला आउँछ नि डोला कन्ना बोक्ने केमा आउँछ तर मैले सोचेको थिएँ बाजा बजाउँछ एकछिनमा नाच्न पर्छ त्यही हो बाँकी त अहिले सबैले बाजाको व्यवस्था नभने तर बाजाको व्यवस्था चाहिँ हुन्छ कि बजाउन आउँछ बाबु बजाउन
आमा समूहहरू बाजा भएन आमा समूहले अब के आउँछन् भजन हो के रे अहिले म जाउँछु त्यो यस्तो छ है माहौल चाहिँ तातेको छ माहौल कति हरिको कति हरिको चौरासी मातालाई कति हरि उन लगाएको मान्छेलाई चाहिँ यसरी बोकेर चाहिँ चौतारी घुमाउने चाहिँ एउटा उस रहेछ त्यसैको लागि जाँदा हामी चाहिँ ओ के हो लामो चाहिँ गएर बोक्न पर्ने हुन्छ हामीले है आधा दिन बस्नु हुन्छ हामीले नि गएर टक्क लाग्दैछु Excuse me. या खान लाग्यो क्या यिनले त खान लागेको अरे ए बेहुली होला नि छ नि के एक अर्कामा नि छर्छौ र से त्यस्तो पाप काम नगरौँ है बहिनी खत्तम रहेछन् के भन्न मन छ बहिनी बहिनी के भन्न मन छ भन न भन टिकटकमा हालिदिनु क्या म भाउजू सन्चै हुनुहुन्छ आयो बहिनी म चौरासी हुने जिमा चाहिँ यहाँ हुनुहुन्छ हजुर एकदम मारेर बोकेर जाने अरे मेरो पालो नि अरे बनाउनु न के हाम्रो चाहिँ के अरे यो भाउजू के अरे हो हाम्रो के भन्छ अरे हो होइन कुलको पहिलो चौरासी हो त्यो चाहिँ यसरी सो भिडियो बनाइदिरहेको यस्तो माथि उक्लिन पर्दो रहेछ क्या यहाँहरू चाहिँ मान्छेले हो त्यो म माथि फुलको हमला हुन्छ है के हो भाउजू म माथि त फुलको हमला हुन्छ है यस्तो छ बाटो यार यस्तो सिधा छ हजुर म यो टिकटकमा होइन यो झन् मेन झन् यो झन् युट्युबमा आउँछ झन् सिधै केही छैन गइदिउँ त योहरू ल अहिले
के भयो यस्तो माथि जाने जब यहाँ चाहिँ पिपलमा घुमाउने रे उहाँ चाहिँ तब त घुमाउँदै हुनुहुन्छ घुमाएर चाहिँ लैजाने तर म चाहिँ स्पिकर बोकेर हिँड्छु होला सायद है नाच्नु पऱ्यो क्या गएर यसो नाच्नु पऱ्यो क्या झन् क्या झन् भर्खरै नाच्ने नि उहाँ चाहिँ जित्दैन अब उहाँलाई चाहिँ लगेर अब मण्डपमा लगेर के अरे माथि लगेर राख्छन् क्या नि त्यहाँ लगेर राख्नुहुन्छ त्यसपछि चाहिँ सेट भएन यो भएन यो झ्याल्टी भयो कसले बन्द गर्यो यो झ्याल्टी भयो झ्याल्टी भयो जस्तो लाग्छ गरे कसले हो र खै कहाँ जानुभयो उहाँ मैले होइन कहाँ जानुभयो कसले हो कहाँ जानु मेरो बात हुन बसेको सेट खै यो स्पिकर गर्ने भएको मान्छे कहाँ हराउनु भयो उहाँ गरे उस गर्नु भयो भयो अब उठेछ क्या 05 बाट होला हजुर गीत यहाँ छ गरे यहाँ छ बजाइन भएन बल्ल मजा आइरहेछ क्या बल्ल उल्टातिरहेछ कायो मार्केट कायो 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 मार्केट कायो सक्यो 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 अब बाँकी छ अहिले भाइ ओ साना नाच्दिन हवे भाइ बाटो छ हिँड्ने बाटो फेरि माथि
आफ्नो भएन फाइनली सो फाइनली टिका लाउने बेला भइरहेको छ अरू कुरा अब टिका लाउने बेलामै अरू कुरा होइन टिका लगाइसकेपछि जिम्मा टिका लगाउनु पर्छ त्यही हो कि सनै पुग्न त गयो के लाग्यो र मामा के लाग्यो के लाग्यो यो त के यो ता जनै बुझ्ने तिमी त जुत्थोमा छ तिमीले लगाउन मिल्दैन जनै पनि यहाँ गइसक्यो कहिले हो अहिले होला ताउ बान्यो होइन अब चाहिँ अब बाँकी चाहिँ अब चाहिँ हामी चाहिँ के अरे दिदीलाई टिका लगाएर चाहिँ त्यसपछि कन्टिन्यू हाल्नुलाई नलेजको सो अहिले चाहिँ हामी चाहिँ टिका तालो गरिसकेर निस्किसकेको छौँ आज चाहिँ बाटोमा अब चाहिँ हामी त्यहाँबाट सिधै भाउजूको घर गएर हेलमेट लिएर चल्दिस हान्न बनाउनु जान्छ चाहिँ घर अब रात पनि बस्न मन त थियो गरे तर के भने यार कामले गर्दाखेरि जानु पर्ने भयो अब यहाँबाट चाहिँ एक घन्टामा हो र देखियो देखिन्छ क्या सायद मलाई थाहा भन्दा र मैले बनाइराखेको अनि त्यसपछि अब चाहिँ अबको 1 घन्टाभित्र चाहिँ घर पुग्नु पर्ने हुन्छ हामी चाहिँ त्यसपछि चाहिँ अनि लाग्दैन त्यो भने यसो उता के अरे त्यो पोखरको पुलमा फोटो खिचेर जानु छ क्या आज फेरि यसो टिकटक हालौँ भनेको गरेँ अब गाह्रो छ क्या भाउजूलाई यो भाउजूलाई साली दिनु बहिनी दिनु भन्दा भन्दै नदिने यो बहिनीलाई एउटा भाउजू खोज भन्दा नि नमान्ने मलाई मिल्ने खोजिदिनु कहिले खोजिदिन्छ नि अनि म पाल्छु क्या अहिले फेरि आउने नि हेलमेट सेलमेट लगाएर हिँड्न हामीलाई त फेरि के न हाम्रो काम छ न के छ भाउजू केही भन्न मन छ आफूले यस्तो हुन्छ आफूले चाहिँ बहिनी नदिने रे होइन अनि चाहिँ मलाई बिहा गर रे मलाई भइहाल्यो त नि 2 वर्ष 3 वर्ष फरक त के गर्नु के अरे लभमा के अरे टाइमिङ खै के भन्छ कुरमला त अनि ल 10 भन्दा यत्रो कुरमला नि अरे कहना क्या चाहते हो What? Bro, what are you talking about, man? हो 10-15 मिनट त म कुर्न सक्छु जसलाई नि के गर्ने अब यसो अझ हेलमेट सेलमेट लगाएर अब चाहिँ हामी चल्दिन पर्ने हुन्छ त्यसपछि चाहिँ बाँकी चाहिँ बाइकमा म चाहिँ अहिले बाइक हुने ठाउँमा आइसकेको छु अब चाहिँ हामी यहाँबाट लाग्नु पर्ने हुन्छ किनभने अब गइएन भने चाहिँ अरू काम भएन
यसको र त्यति भन्दै अब कति लामो बनाउने त नि होइन भ्लग धेरै लामो हुन्छ होला। त्यति भन्दा चाहिँ आजको लागि यहीँ सकाउन चाहन्छु। हस् त बाई बाई, थ्याङ्क यू।